सकिने बेला लगभग 2 वर्ष जतिहरू बाँकी थियो त्यो। त्यसपछि मैले भने बर्फानी बाबाको नाम धेरै सुनिन्छ, म पनि जान्छु भनेर एकजना भाइसँग आएँ। आइसकेपछि यहाँ गौचरण बाटो बाहेक केही पनि थिएन र यो मन्दिरमा एउटा ठुलो ढुङ्गा थियो। गुरुजीले चाहिँ त्यही ढुङ्गामा पूजा गर्नुहुन्थ्यो। त्यसपछि बडा मुस्किलले आइसकेपछि अनि मैले भने बाबालाई आउने बित्तिकै, ओहो गुरु, अनि यस्तो ठाउँमा कसरी तपाईँ बस्नुहुन्छ, अनि यो यहाँ कसरी ठाउँ मतलब चोइस गर्नुभयो भनेर भने। त्यसपछि बाबाले के भन्नुभयो भने, सजिलो ठाउँ कहाँ भगवान् भेटिन्छ बाबु भनेर भन्नुभयो। अनि हाँस्यौँ। अनि त्यसपछि अनि हामी लाग्छौँ भन्ने बेला चाहिँ नै तपाईँ खाना खाएर जानै पर्छ भनेर। त्यसपछि मलाई परिचय सोध्ने बेला मैले के सोचेँ भने, म अहिले पनि याद छ, बाबाले धेरै थाहा पाउनुहुन्छ, म चाहिँ आफ्नो परिचय दिन्न, के भन्नुहुन्छ भनेर मैले त्यस बेला सोचेँ। त्यो कुरा सोचिसकेपछि हामी दुईजना थियौँ त मलाई मात्रै सोध्नुहुन्थ्यो। अनि नाम परिचय। त्यसपछि मैले फेरि सम्झेँ म मन्दिरमा आएको छु, किन झुट बोल्ने, म राप्ती सुनारी गाउँपालिकाको अध्यक्ष हो गुरु भनेर भने। आहा, मैले चाहिँ अनि त्यही भएर तपाईँलाई म सोधेको थिएँ भन्नुभयो। त्यसपछि म यो बारेमा सोधिसकेपछि उहाँको लीला फरक छ। यो जस्तै अब धेरै ठाउँमा मठ मन्दिर त हुन्छ, उहाँको आफ्नो छुट्टै शक्ति पनि छ। जस्तै हामीले के गरिरहेछौँ, कहाँ छौँ, के छ, सबै कुरा चाहिँ पहिल्यै थाहा पाउने उहाँले। जस्तै म आफै प्रत्यक्ष चाहिँ अनुभव गरेको छु। म घरबाट निस्केँ भने यहाँ आउनका लागि तपाईँहरू कतिजना हुनुहुन्छ अनि को आउँदै हुनुहुन्छ भनेर चाहिँ सोध्ने। अनि मैले भने म भनेकै छु त, मेरो बारेमा कसले भन्यो भनेर म त्यसरी सोचेँ। त्यो उहाँको चाहिँ आफ्नो शक्ति पनि छ र चाहिँ यो मठ मन्दिरको विशेषता त अब देवी देवताको विशेषता त आफ्नो ठाउँ छँदैछ। त्यस कारणले यसमा चाहिँ नेपालीहरूभन्दा पनि बढी जसो चाहिँ इन्डियन मुलुकका चाहिँ बढी जसो चाहिँ भक्तजनहरू यहाँ चाहिँ सहभागी हुने, सहयोग गर्ने र धेरै जसो बिमारीहरू पनि यहाँ आज त अब ठुलो भिडभाड छ। धेरै जसो बिमारीहरू पनि यो ठाउँ आएर औषधि उपचार गर्ने, हस्पिटलबाट फर्केर आएका मान्छेहरूले पनि जडीबुटीबाट पनि उपचार गर्ने। र एकपटक चाहिँ फेरि मैले सोधेँ, म हात जोडी बिन्ती गर्छु बाबा, अन्यथा नलिदिनु होला भने। हजुरको यहाँ साँपै साँप छन्, तर साँप छ भन्छन्, मैले घरि देखाएको छैन भने। हामी बस्दै एकैछिन यही रुखमा चाहिँ साँप आइगयो, हेर्नुहोस्, ठुलै साँप। त्यस कारणले म चाहिँ उहाँप्रति एकदमै विश्वस्त छु कि उहाँसँग शक्ति छ भनेर। र यहाँ आउनको कारण, बर्फानी बाबाको नाम हुनको कारण, यो मतलब पहाडतिर कहाँ मतलब हिमालतिर उहाँ चाहिँ बरफ जम्ने ठाउँमा बसिसकेपछि उहाँको भनाइअनुसार हामीले सोध्ने क्रममा त्यसपछि मलाई चाहिँ भगवान्ले चाहिँ यहाँ बस्दा राम्रो हुन्छ, यहाँ जानुहोस् भनेर मलाई त्यो शब्द भनिसकेपछि म यो ठाउँ बसेको हुँ भनेर त्यो कुरा भन्नुभयो। र म यहाँ आइसकेपछि मैले के सोचेँ भने, ओहो, म त जनप्रतिनिधि हुँ, यो नेपाल सरकारको जिम्मेवारी पनि हो। त्यसपछि यो ठाउँमा एउटा चाहिँ त्यो घोचामा झन्डा बाँधेको थियो, अरू केही पनि थिएन। त्यसपछि मैले हेरिसकेपछि म फर्केर पालिकामा जाने बित्तिकै म चाहिँ लेखालाई बोलाइसकेपछि के छ अवस्था, हामीले केही बजेट निकासा गर्न सक्छौँ कि सक्दैनौँ, यो किताबमा त हामी ब्रेकडाउन सबै गरिसकेका छौँ। अनि त्यसपछि लेखाले भन्नुभयो, सरले चाहिँ भन्नुभयो भने अनि हामी व्यवस्था गर्छौँ, अनि कहीँबाट चाहिँ हेर्छौँ भन्ने कुरा गरिसकेपछि अनि हामी सल्लाह गरिसकेपछि गर्ने कुरा गरिसकेपछि त्यसपछि म फेरि